Hey guys, welcome to my YouTube channel. आज चाहिँ के हो आज चाहिँ हाम्रो चाहिँ कुल पूजा हो गाइज। अब चाहिँ म कुल पूजामा जाँदैछु गाइज है। हेर्न सक्नुहुन्छ कतिको रमाइलो हुँदो रहेछ हाम्रो कुल पूजा। आज चाहिँ हाम्रो कुल पूजा हो गाइज। हिजो चाहिँ रुद्री पूजा थियो जुन मैले अपलोड गरिसकेको छु त्यो भिडियो। यदि हेर्नुभएको छैन भने पनि मेरो युट्युब च्यानलमा गएर चेक गर्न सक्नुहुन्छ है, खोज्न सक्नुहुन्छ मेरो युट्युब च्यानलमा गएर। आज चाहिँ हाम्रो चाहिँ कुल पूजा हो गाइज। अब चाहिँ हामी कुल पूजामा जाँदैछौँ गाइज। आज चाहिँ कुल पूजा हो हाम्रो गाइज है। गाइज हेर्न सक्नुहुन्छ अब चाहिँ म चाहिँ आज कुल पूजाको लागि चाहिँ घरबाट म हिँडिसकेको छु मन्दिरमा। हाम्रो घरबाट अलिकति नजिक हो कुल देवताको मन्दिर। त्यो मन्दिरमा चाहिँ हामी जाँदैछौँ गाइज। हेर्न सक्नुहुन्छ अहिले हिँड्दैछौँ। सक्नुहुन्छ गाइज अब हामी हिँडिरहेका छौँ। अब आयो गाइज कुल देवताको मन्दिर। अब चाहिँ हामी आइसकेका छौँ। हेर्न सक्नुहुन्छ गाइज, हेर्न सक्नुहुन्छ गाइज यो कुल देवताको मन्दिर हेर्नुहोस्। फाइनली गाइज आइसकेका छौँ हामी यहाँ मन्दिरमा। हेलो गाइज, फाइनली गाइज हामी चाहिँ अहिले आइसकेका छौँ गाइज। फाइनली धोती लगाएर आउनुपर्छ गाइज। गाइज अब चाहिँ मन्दिरमा पनि आइयो। अब चाहिँ गाइज अब चाहिँ म आज कुल पूजा हो। यो कुल पूजाको बेला चाहिँ सबैले धोती लगाए। अब म पनि धोती लगाउँछु गाइज। अब सबैले धोती लगाएर रेडी भइसकेका छन् गाइज। अब चाहिँ म पनि अब कपडा सपडा खोलेर धोती लुङ्गी लगाउँछु। म पनि आज कुल पूजाको लागि चाहिँ तयार हुन्छु गाइज। तयार रेडी हुन्छु, म एकदम तयार हुन्छु गाइज कुल पूजाको लागि। अनि रेडी भइसकेपछि अनि पूजा गर्छु। सबैले सेतो लुङ्गी लगाइसकेर रेडी भइसकेका छन् गाइज। अब चाहिँ म पनि सेतो लुङ्गी लगाउँछु गाइज। अब मैले कपडा खोलेँ। अब कपडा खोलेर चाहिँ अब लुङ्गी लगाउँदैछु गाइज। लुङ्गी लगाएर म पनि अब रेडी हुन्छु गाइज। रेडी भएर आजको कुल पूजामा चाहिँ म चाहिँ पूजा गर्छु गाइज है त गाइज। म चाहिँ रेडी भइसकेको छु गाइज। अब सबै रेडी भइसके सेतो लुङ्गी लगाएर कपडा। अब म पनि रेडी भइसकेको छु गाइज। हेर्न सक्नुहुन्छ गाइज। अब कुल पूजा हुँदैछ गाइज। हेर्नुहोस् गाइज कुल पूजा हाम्रो कुल पूजा हुँदैछ गाइज। हेर्न सक्नुहुन्छ परिवार घरमा विघ्न बाधा नराम्रो झगडा कलह बाहेक अन्य दुःख सुख रोगी व्याधि अकाल मृत्यु केही भए जा ती कुरालाई जा सोच्ने सम्झिने हो। जा कसैको मन लाग्दैन
जा उसलाई जा फर्काउन सकिन्न जा जुन दिन बुझ्छ त्यही दिन आउँछ जा भन्दै जा तर हेर्छ जसरी बनी आउँछ जा जय होस् कुलदेवता जय होस् हामीले हजुरको भावना चाहिँ बुझ्यौँ अब चाहिँ हामी आज यो 2 दिनको पूजालाई अब समापन गर्न चाहिरहेका छौँ अन्तिम चरणमा हामी चाहिँ कुलदेवतासँग एकचोटि नाचेर सबै खुसीले चाहिँ यो समापन गर्ने हाम्रो इच्छा छ यो इच्छालाई पनि पुरा गर्न चाहिँ हाम्रो पहिला सबैले टिका प्रसाद गर त्यसपछि जा कुलदेवताको नाममा नाच गान गरौँ जय होस् कुलदेव सबै अरू देवताहरू पञ्चायत देवताहरू पनि प्रसन्न भए आफ्नो लोकमा जानु होला सबैको कल्याण होस् हामी आज यो हिजोदेखि आजसम्म यो फुल पूजालाई अब अन्तिम विसर्जन गर्दैछौँ यो फुल पूजा कुल भनेका हाम्रा अभिभावक हुन् हाम्रा परिवारका रक्षकहरू हुन् कुललाई हामीले खुसी पार्न सकेनौँ भने हामी कहिले खुसी हुन सक्दैनौँ कहिले काम नबन्ने अनेकौं झमेलाहरू पर्ने अप्ठ्याराहरू पार्ने पशु चौपायाहरू मर्ने यी विविध कारण चाहिँ कुलको ध्यान आराधना नगर्नाले त्यसैले हामी सबैले हाम्रा कुललाई चाहिँ सम्झिनुपर्छ हरेकले आफ्नो घरमा चाहिँ कमसेकम कुललाई अरू केही गर्नु पर्दैन एउटा कलशमा कुलको नाममा चाहिँ एउटा छुट्टै दियो राखेर कलश राखेर पूर्णिमा कमसेकम कलशमा चाहिँ जल फेरिदिने र दैनिक जसो सकेसम्म दियो बालेर हामीले कुललाई सम्झाउनुपर्छ कुल देवताले अघि भनिसक्नुभयो मलाई केही पनि चाहिएन सुन चाँदी चाहिएन हिरामती चाहिएन पैसा चाहिएन केवल स्वच्छ भएर सात्विक मनले मलाई सम्झ सात्विक चिजहरू मलाई चढाऊ तिमीले जे दिन्छौ म त्यसैमा खुसी छु भन्नुभएको छ त्यसैले हामीले चाहिँ कुलले जसरी हामीलाई रक्षा गर्नुभएको छ जसरी हामीलाई यो एउटा बाटोमा डोर्याउनु भएको छ त्यो मर्यादा पनि हामी सबैले राख्नु पर्दछ र यो हाम्रो चाहिँ धरती जहाँ हामीले यो कुलदेव कुलदेवीको हामीले यहाँ चाहिँ स्थापना गरेका छौँ यो आस्थालाई चाहिँ हामी बढाइरहनको लागि हरेक वर्ष हामी जस्तो सुकै अवस्थामा भए पनि यथासम्भव हामी सकेसम्म भौतिक रूपमा उपस्थित भएर नसके पनि हामीले चाहिँ श्रद्धापूर्वकको बेल फुल पत्र ध्वजा अक्षता हामीले चाहिँ पठाउनु पर्दछ र अब हामीले यही सन्दर्भमा हामीले यो अब सुरुमा हामीले पैसा उठायौँ यत्रो मन्दिरहरू निर्माण गऱ्यौँ थुप्रै पैसा उठायौँ फेरि पनि हामीलाई अब वर्षाको समयमा यहाँ पूजापाठ गर्न अप्ठ्यारो भयो फेरि केही हामीले सल्लाह गरेर एउटा ट्रस्ट हाल्यौँ अब यो केही करिब 1,60,000 हाराहारी यहाँ खर्च भएको छ सबैसँग बराबर पैसा हुन्छ भन्ने छैन हामी जति पनि परिवारका सदस्यहरू छ प्रत्येक घरका हिसाबले चाहिँ हामीले जति सक्छौँ आफ्नो स्वेच्छाले चाहिँ यो खर्चलाई मेन्टेन हुने गरी सहयोग गर्न पनि अब सबैलाई अनुरोध छ जसले जति सकिन्छ 100 रुपियाँ सक्ले 100 रुपियाँ 1000 सक्ले 1000 10,000 सक्ले 10,000 20,000 सक्ले 20,000 25,000 सक्ले 50,000 जसले जति सकिन्छ कुलको नाममा र तपाईँहरूले उठाएको जम्मा गरेको पैसा फेरि बच्यो भने यो खर्चलाई यो राफसाफ गरेर बच्यो भने त्यो पैसा एउटा यो हाम्रो कुल मन्दिर व्यवस्थापन कोष भन्ने स्थापना भएको छ त्यही कोषमा यो पैसा रहनेछ र फेरि हामीले आगामी दिनमा पनि हामीले यो पूजाहरू अरू कार्यक्रमहरू सञ्चालन गर्न पनि हामीलाई सजिलो हुन्छ हामीलाई अगाडि पनि एउटा अलिकति ट्रस्ट हाल्नु छ जग्गाको व्यवस्थापन गरेर किनकि पानी आएको बेलामा खाना पकाउनु पर्यो भने अलिकति समस्या भएको छ अहिले पनि अलिअलि गाह्रो हो अब बिस्तारै हामीले क्षेत्र पनि बढाउँदै हामीलाई सबै एकैचोटि गर्ने कुरा पनि होइन कर्मश आज हामी यहाँसम्म आयौँ यी सबै परिवारहरू एक गराउनलाई कुलदेवताको ठुलो भूमिका छ कुलदेवताप्रति चाहिँ हाम्रो कोटि कोटि प्रणाम छ र अब हामी सबैले यसलाई मनन गर्दै एकमत भएर कहिलेकाहीँ असहमतिहरू हुन सक्छन् चित्त दुखाइहरू हुन सक्छन् यस्ता कुराहरूलाई पनि मनमुटाव त्यागेर परिवार सबैभन्दा ठुलो कुरा हो हाम्रो परिवार चाहिँ एक भएर अगाडि बढ्नुपर्छ अनि मात्रै कुल पनि खुसी हुन्छन् पितृ खुसी हुन्छन् अनि हाम्रा अभिभावकहरूको सम्मान गर्नुपर्छ देवी देवताहरूलाई हामीले आफ्नो यथाशक्तिले श्रद्धा गर्नेछौँ र अब हरेक 3 वर्षमा यसरी हामी चाहिँ रुद्री पाठ गरेर हवन गरेर कुलको पूजा गर्नेछौँ भने हरेक वर्षमा चाहिँ हामीले धूपधार खिर चढाएर पूजा गर्नेछौँ यहाँहरू सबैलाई कुलदेवताले कल्याण गरून् आज हिजोदेखि आह्वान गरेर आउनुभएका गणेशजी शिवजी लगायत पञ्चायत देवताहरू सबै देवीहरू सबै आफ्ना लोकहरूमा प्रस्थान गर्नुहोला र कुलदेव पनि आफ्नो ठाउँमा चाहिँ सन्तुष्ट भएर रहनुहोला भन्दै यो चाहिँ अब यो कार्यक्रम चाहिँ औपचारिक रूपमा समापनतिर गइरहेको कुरा चाहिँ म जानकारी गराउँछु सबैको जय होस् सम्पूर्ण पौडेल परिवार की हाम्रा सबै चेलीबेटी इष्ट मित्र बन्धु बान्धवहरू की जय समग्र कुलदेवता की जय कुलदेवी की जय इष्ट देवी की जय कुलदेवी की जय कुलिष्ट देवी की खाँड देवी माता गङ्गामाला सबै जय हामी सबै भक्तजनको जय जेठोबाट अगाडि परिवारबाट आउनु आमा लाउनु
मेलपाल आउँछ क्या यसपछि प्रारम्भ भएर आज विधिपूर्वक सम्पन्न गरिएको छ। हिजो हामीले गणेश स्थापना गरेर हृदयाभिषेक गरेर पञ्चायन देवताको पूजा गरेर कुलदेवीको पूजा गरेर सबै देवी देवताको पूजा गरेर नवग्रहलाई पनि शान्त गरेर नवग्रहको पूजा गरेर हामीले चाहिँ यो विधिपूर्वक हवन गरेर कुलदेवताको कुलइष्ट देवताको कुलदेवीको पूजा अर्चना गरेका छौँ र शास्त्रीय मान्यता अनुसार परम्परालाई पनि धान्दै शास्त्रीय मान्यता वैदिक विधि सबैलाई मानेर वैदिक उच्चारण गरेर वेदका मन्त्रहरूद्वारा यो पूजा अर्चना ब्राह्मण सहित सम्पन्न गरिएको छ र यो पूजा अर्चनाबाट हामीलाई हाम्रो हामीले भने अनुसार पनि प्रसन्न हुनुहुन्छ। कुलदेवता भनेको चाहिँ खालि सम्झना मनले एकचित्त भएर सम्झेमा कुल सबै प्रसन्न हुनुहुन्छ र कुलदेव देवी प्रसन्न भएमा सबै आँटेका चाहेका कुराहरू पुग्दै जान्छन् हुँदै जान्छन्। अरू प्रकृतिले हुने कुरा त कुलले रोक्ने कुरा चाहिँ भएन। यसै अनुसार हामीले यस वर्ष यो थप कुल पूजालाई व्यवस्थित गर्नको लागि यो ट्रस्ट निर्माण गरियो र यो ट्रस्ट निर्माण गर्दाखेरि यसको सामग्री खरिद जम्मा 1,15,715 जुन भुक्तानी दिन बाँकी छ। त्यस्तै यसको ज्याला कविराम राणालाई यो छाना पाता छाएको र यो ट्रस्ट जडानको फिटिङ ज्याला एकमुष्ट 27,000 दिने भनेर हामीले काममा लगाएको थियो। त्यो ज्याला दिन बाँकी नै छ। त्यस्तै पूजा सामग्री हामीले चाहिँ यहाँ चलाउने सामग्री चाहिँ संयुक्त रूपमा चाहिँ सामग्री 10,000 को खरिद गरेको भने अन्य खाद्य सामग्री व्यवस्थापनमा 10,000 गरेर जम्मा कुल 1,62,715 रुपियाँ चाहिँ खर्च भएको छ र यो सबै पैसा भुक्तानी दिन बाँकी छ। त्यसैले अब हामीले चाहिँ आफूले आफ्नो परिवारबाट जति सकिन्छ आज अहिले दिनुपर्छ भन्ने छैन, भोलि पर्सि निकोर्सि दिए हुन्छ। तर सक्दो आफूले चाहिँ यसमा सहभागिता जनाउनको लागि आफ्नो तर्फबाट चाहिँ रकम यहाँ उल्लेख गरिदिनु हुन अनुरोध छु। किनभने आज हामी सबै गइसकेपछि त फेरि कोसँग मागेर यो पैसा काँडा भुक्तानी दिने, फेरि अर्को कुल पूजा गर्ने बेलासम्म पनि हामीले पुरानो पक्रेर तिर्न सकेनौँ भने त फेरि कुल पनि प्रसन्न नहुनु होला। त्यसैले यो पनि हामीले यहाँ चाहिँ अहिले यो विसर्जन हुनु अगाडि चाहिँ यहाँ राखेका छौँ। अब यो आजको यो सम्पन्न कुल पूजामा चाहिँ हाम्रा अध्यक्ष बुवा परमलाल पौडेल, देवलाल पौडेल, त्यस्तै एकनारायण पौडेल सहित सम्पूर्ण परिवारहरूको हाम्रो यहाँ सहभागिता भएको छ र यहाँ चाहिँ स्वेच्छाले अब यही खर्चलाई मेन्टेन हुने गरी अब बचेको पैसा चाहिँ हाम्रो कोषमा रहनेछ। फेरि पुगेन भने पनि हामीले फेरि अरू स्रोतहरू खोजेर चाहिँ पुर्याउनु पर्छ। यो कोष एउटा स्थापना गरेर दिगो हाम्रो कोष बनाउने भनेको छ। यसमा चाहिँ स्वेच्छाले सहयोग गर्न चाहनेहरूले चाहिँ कृपया रकम उल्लेख गरिदिन हुन म अनुरोध गर्दछु। 15,000 17,000 युवराज पौडेल ल युवराज पौडेललाई जोरदार ताली कुलदेवताले कल्याण गरून्। यो चाहिँ 2,000 पूजा व्यवस्थापन र 15,000 चाहिँ यो ट्रस्टको लागि प्राप्त भएको छ। धेरै धेरै धन्यवाद छ। त्यस्तै राजु पौडेल 11,111 त्यस्तै राजु पौडेल 11,111 जोरदार ताली कुलदेवताले वास्ता गरून्। 11,111 त्यस्तै ल लक्ष्मण पौडेल 5,000 धेरै ताली। त्यस्तै पैसा त पछि दिए हुन्छ, अहिले भनेपछि हामीले ढुक्कै दिनु पर्दैन। 5,000 मीना प्रकाश पौडेल ल जोरदार ताली। 8,000 रुपियाँ 8,000 धेरै धेरै ताली।
काम गरेर जोड्ने 15,000 नै भइसक्यो त्यो त हाम्रो अब छुट्टै श्रम त्यसपछि भीमदाईको नम्रताईको 15,000 धेरै धेरै धन्यवाद जोरदार ताली बजाइलाई कुलदेवताले रक्षा गरून् नबनेका कामहरू गरून् काललाई खै कता 15,175 15,175 बाबुराम पौडेलको गङ्गाप्रसाद पौडेल 10,000 कसैले भने 6,000 उहाँले काम गरेको यहाँ हजुर यहाँ मन्दिर परिसरमा उहाँले काम लगाएको 6,000 को 4,000 नगद दिनुहुन्छ त्यसलाई नरहरि पौडेल र निरल पौडेलको नाम गरेर 8,000 नरहरि पौडेल पनि यहाँ लेख्दै मैले नरहरि पौडेलको लागि 8,000 ल जोरदार ताली कुलदेवताले कल्याण गरून् प्रकाश दाइ भइसक्यो प्रकाश दाइ अब त्यहाँ फेरि अर्को यस्तो छ कि ल जोरदार ताली सबै कुलदेवताले कल्याण गरून् भनिदियो तपाईँको ल